हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ र अनि हामी पनि एकदम सन्चै आरामै छौँ। हामी चाहिँ आज के खेल्न गइरहेछौँ? ट्रेन्डिङ चलिरह त आजकल टिकटक फेसबुकहरूमा त्यही गेम खेल्न गइरहेका छौँ। मोबाइलमा चाहिँ जति टिकटक हेऱ्यो त्यही आइरहेको अनि हामी पनि खेलौँ न त कस्तो हुँदो रहेछ, हामीलाई पनि कस्तो देखिँदो रहेछ त त्यस्तो गेम खेल्दाखेरि भनेर नानी र म चाहिँ खेल्न लाग्छौँ। साथीहरू हेर्नुहोस् है, अन्तिमसम्म हेर्न चाहिँ नभन्नु होला कस्तो देखिन्छौँ त हामीहरू। ल अब हामी पहिला कसले भन्ने? मैले भन्छु। सिजर पेपरबाट खेलौँ ल। सिजर पेपर रक। तँलाई कहिले भनेको थिइनँ कि तर तँलाई दुईचोटि बाटेको लास्टै राम्रो देखिन्छ। यसले चाहिँ मलाई बाँधिराख्नु भएको। गाइड म त्यस्तो देखियो। मैले तपाईँलाई कहिले भनेन कि तपाईँले कपाल ठाडो बनाएको यति राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले भनिनँ कि तर तँलाई यहाँबाट यसरी लिपस्टिक लगाएको कस्तो राम्रो देखिन्छ कि। मैले तपाईँलाई कहिले भनेन कि तपाईँको आँखामा पुरै आँखामा लगाउँदाखेरि यति राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले भनिनँ कि तर तँलाई यो गाजर लगाएको यहाँसम्म कि कति राम्रो देखिन्छ हो र? मैले तपाईँलाई कहिले भनेन कि यो गाजर तपाईँको ओठमा लगाउँदाखेरि यति राम्रो मानिन्छ भनेर। मैले तँलाई कहिले भनेको थिइनँ कि तर तँलाई यहाँ निधारमा यस्तो त्रिशुल बनाएको कस्तो राम्रो देखिन्छ कि। गाजरले लिपस्टिकले मैले तपाईँलाई कहिले भनेको थिएन कि गालामा यत्रो ब्लस लगाउँदाखेरि कति राम्रो देखिनुहुन्छ भनेर। लिपस्टिकको त्यही पनि। मैले तँलाई कहिले भनेको थिइनँ कि तर तँलाई जुङ्गा बनाएको लास्टै राम्रो देखिन्छ। मैले तपाईँलाई कहिले भनेको थिएन कि यो परेली पुरै कालो भएको। मैले तँलाई कहिले भनेको थिइनँ कि तर तँलाई यहाँ यस्तो रातो लिपस्टिक लगाएको कस्तो राम्रो देखिन्छ कि। मैले तपाईँलाई कहिले भनेको थिएन कि तपाईँको निधारमा यस्तो त्यो भएको। म तिमीलाई कहिले भनेको थिइनँ कि तिमीलाई यहाँ यो जुजेको कस्तो राम्रो देखिन्छ कि परेला जुजेको। ल मैले तपाईँलाई कहिले भनेको थिएन कि तपाईँको यहाँसम्म गाजर लगाउने हुन्छ। मैले तँलाई कहिले भनिनँ कि तर तँलाई यहाँ यस्तरी दाढी बनाएको लास्टै राम्रो देखिन्छ कि। मैले तपाईँलाई कहिले भनेन कि तपाईँको यहाँ लिपस्टिकले जुङ्गा बनेको। मैले तँलाई कहिले भनिनँ कि तर तिमीलाई पाउडर लागेको लास्टै राम्रो देखिन्छ। मैले तपाईँलाई कहिले भनेन कि तपाईँको यो रातो छ नि यसमा पाउडर लगाएको यति राम्रो देखिनुहुन्छ भनेर। हुन्छ।
मैले तिमीलाई कहिले भनिनँ कि, तर तिमीलाई नि यहाँ 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 लगाउँछ नि, यहाँ तिम्रो डार्क सर्कल छ नि, त्यो मेटाउने लाएको कस्तो राम्रो देखिन्छ भनेर। हो र दिदी। मैले तपाईँलाई कहिले भनेन कि तपाईँको यसमा पुरै हाइलाइटर नै लगाएको। र साथीहरू भन्नुहोस् अब चाहिँ कसले गरेको चाहिँ राम्रो देख्यो त, यसको राम्रो कि मेरो राम्रो, कमेन्ट गर्न कमेन्ट गर्नु चाहिँ नभुल्नु ल साथीहरू। दाँत मात्रै देखिन्छ हुन्छ नि, यसको अझ अलिअलि रातो छ, कति राम्रो देख्यो तपाईँलाई त। अब हामी पोस्ट दिन्छौँ गाइज। दादी